फर्पिङ जलविद्युत गृह नेपालकै पहिलो र एसियाकै दोस्रो पुरानो जलविद्युत आयोजना हो। यसको निर्माण सन् 1907 मा सुरु भई सन् 1911 मा सञ्चालनमा आएको थियो। यस जलविद्युत आयोजनाको क्षमता 500 किलोवाट थियो। यो आयोजना तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेर जङ्गबहादुर राणाले निर्माण गराएका हुन्। यस आयोजनामा प्रयोग भएका टर्बाइन र जेनेरेटरहरू बेलायती सरकारले अनुदान स्वरूप उपलब्ध गराएको थियो। सतमुले र शेषनारायण क्षेत्रका प्राकृतिक मुहानको पानी प्रयोग गरी काठमाडौँका राणा दरबारहरू र सडक बत्तीहरू उज्यालो पार्न विद्युत उत्पादन गरिएको थियो। हाल यसलाई प्रारम्भिक ऊर्जा इतिहास जोगाइराख्ने ऐतिहासिक लिभिङ म्युजियमको रूपमा संरक्षण गरिएको छ। तर पिउने पानीका लागि पानी मोडिँदा यसको विद्युत उत्पादन क्षमता घटेको छ। यहाँसम्म भिडियो हेर्नुभएकोमा धन्यवाद। यस्तै महत्त्वपूर्ण र जानकारीमूलक सामग्रीहरू निरन्तर प्राप्त गर्न हाम्रो च्यानललाई लाइक, शेयर तथा सब्स्क्राइब गर्न नबिर्सनुहोस्।